यलया थसी जनप्रिय किसान नेता लिसे समाजसेवी कथा मसिका दुम मधुम अस्तमान महर्जन व चन्द्रबहादुर महर्जन या चिनपेकोगु स्मृति दिवस या लुमन्ती वेकपी निमेसीको छाता डेकुगु दु अस्तचन्द्र स्मृति प्रतिष्ठान महालक्ष्मी नगरपालिका 6 थसी वेकपी निमेसीको छाता डेकुगु ख वेकपी निमेसीको छाता या उलेज्या ऊर्जा तथा जलस्रोत मन्त्री पम्पा फुसाल सोमबायाना दिगु ख गरीब किसान मजदूर र उत्पीडित जनता र राष्ट्रको पक्षमा क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट आबद्ध भएर जनताका बीचमा जनताका आवाजलाई सधैँ साथमा लिने र एउटा क्रान्तिकारी आन्दोलनमा आबद्ध हुने एउटा अग्रगामी नेताका रूपमा स्थापित कमरेड अष्टमान यो क्षेत्र यो बस्ती मात्र हैन, ललितपुर मात्र हैन, नेपालको सिङ्गो क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एउटा साहसी योद्धा हुनुहुन्थ्यो। अहोरात्र जनता पार्टी र अग्रगमनकारी क्रान्तिकारी आन्दोलनमा आफ्नो जीवन समर्पित गर्दै अगाडि बढ्नुभएका अत्यन्तै जनताका प्रिय नेताका रूपमा क्रियाशील पटक पटक गिरफ्तार जेल यातनाका बावजुद पनि कतै नझुकिकन यो नेपालको परिवर्तनको आन्दोलन जति बेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अहिले हामी रमाइरहेका छौँ, बाँचिराखेका छौँ र हामीले जनताका अधिकारलाई संविधानमा लिपिबद्ध गरेका छौँ र कार्यान्वयनको जुन तहमा छौँ त्यो कमरेड अष्टमान जस्ता नेतृत्व कमरेड चन्द्रबहादुर जस्ता कार्यकर्ताको अहोरात्र जीवनभरको मेहनत पसिना र परिश्रमको फल थियो। छाता अनावरण ज्याजोले यल्लपाखे प्रदेश एवं स्थानीय तहले निर्वाचित जनप्रतिनिधि सहित तिथि खया व्यक्तित्व तयको बोटी दुगु ख अठे जाजोले नोवापी वक्तव्यस मधुम अस्तमान महर्जन व चन्द्रमान महर्जन या तल्लुमंका गुनानु स्मरण यागु ख जाजोले गए कविनो समिति बसेर काम गरियो फेरि एकपल्ट नमन गर्न चाहन्छु। यसै जामुमागरी केन्द्रीय पार्टी जसले विचारको आधारमा पत्रकारले पासके कोठे पासके बाकी अस्मान दाइले मलाई जहिले पनि भन्नुहुन्थ्यो सबै जनताको हितमा काम गर्नुपर्छ, जनताको सेवा गर्नुपर्छ र उहाँ साँच्चैकै किसान नेता हुनुहुन्थ्यो। उहाँले यस गाउँमा जनताको लागि काम नगरेको मेरो विचारमा कुनै घर छैन होला। जुन दिन उहाँहरूको मृत्यु भएको खबर सुने यो गाउँ रोएको अवस्था थियो, यो सिद्धिपुरवासी रोएको अवस्था थियो। सायद मैले त्यो बेलामा अनुभव गरेँ एक दिन यो गाउँको घरहरूमा चुलो पनि निकलेको थिएन। यस्तो उहाँहरूको एउटा मृत्युमा यति हृदय विराट हाम्रो चोट पुगेको यो सिद्धिपुरलाई चोट पुगेको अवस्था थियो। उहाँहरूको प्रेरणाले उहाँहरूको कारणले चन्द्रबहादुर दाइ त मेरो अग्रज हुनुहुन्थ्यो। म भर्खरै यस गाउँमा विकासको क्रममा एउटा उपभोक्ता समिति गठन गर्ने क्रममा उहाँले मलाई सम्पूर्ण ज्ञानहरू दिएर उहाँले नै मलाई समाजमा विकासका क्रममा मलाई अगाडि बढ्नको लागि प्रेरणा दिनुभएको थियो। उहाँहरूप्रति म हृदयदेखि म श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। वेक पिनिमेसिया विशेष अष्टमान
दाई बाखे चाहिँ गु नेतृत्व प्रधान यहाँ चाहिँ गु किसिम यो जाइजा चाहिँ ह्याब्दैन निराशना वैकन संगठित याउज्या ईमानदारी पूर्वक संगठन देखिउज्या गु चाहिँ संलग्न जुया हेगा दिल उगे छौ ललितपुर जिल्ला यो जिउ थुकीपट्टि विशेष सेना चाहिँ सिद्धिपुर अनि सिद्धिपुर यो आसपास टिकाथली लगाती माडल लुगु पुक पाखे चाहिँ गु कम्युनिस्ट आन्दोलन यो छौ प्रभाव दु वेकयु न छौ चाहिँ महत्त्वपूर्ण योगदान गुदु उयो संस्मरण पाकेन नन वेक पि निमेस्तन जु पाके ओ नगरपालिका पाके श्रद्धा सुमन अर्पण नाचना संयुक्त जनमोर्चा नेपाल ललितपुर जिल्ला कमिटीको अध्यक्षको रूपमा 3 कार्यकाल उहाँले बिताउनु भयो र अखिल नेपाल किसान संघ केन्द्रीय सदस्यको रूपमा उहाँले किसान मोर्चामा काम गर्नुभयो। त्यसैले उहाँ परिचित हुनुहुन्छ किसान आन्दोलनबाट 2021 सालको तथाकथित भूमिसुधारबाट खास मैको हक सुरक्षित नभएको कारणले गर्दाखेरि किसान आन्दोलनमा होमिनुभयो। त्यसकारणले उहाँ किसान नेताबाट परिचित हुनुहुन्छ। मेरो कविताको शीर्षक छ बा बोल्नुहुन्छ। अफिसबाट आउनुहुन्थ्यो साइकल चढी घरमा, अफिसबाट आउनुहुन्थ्यो साइकल चढी घरमा, झ्यालमा बसी चिच्याउँथे मेरो बा आउनुभयो, मेरो बा आउनुभयो। दुःख सुखले आउनुहुन्थ्यो पसिना भरि जिउमा, दुःख सुखले आउनुहुन्थ्यो पसिना भरि जिउमा, पुलुक्क हेरेकन मलाई मेरो बा हाँस्नुहुन्थ्यो। यात्राको थकान बिर्सनुहुन्थ्यो जब मलाई छुनुहुन्थ्यो, यात्राको थकान बिर्सनुहुन्थ्यो जब मलाई छुनुहुन्थ्यो। कापी कलमको भारी बोकी स्कुल बससम्म पुर्याउनुहुन्थ्यो। विदेश गई सुखी राख्छु भनी हिँडेकै थिए खाडीमा, विदेश गई सुखी राख्छु भनी हिँडेकै थिए खाडीमा। एक मित्रको घन्टीले झ्यालासै भए मरुभूमिको मस्त निन्द्रामा। कहीँ सपना पो हो कि भनी अट्याले नै बाहिर हावा पो हेर्न आएथे म। मनमा चिसो हावा पलाउन थालिसक्यो, उराट लाग्न समय बल्झिन थालिसक्यो। मनमा चिसो हावा पलाउन थालिसक्यो, उराट लाग्न समय बल्झिन थालिसक्यो। बालाई खुसी राख्ने ढोको विलिन हुन थालिसक्यो। बल्ल तल्ल पाएको हवाई जहाजमा बसेको मात्र के थिए। आतुर मन बालाई चित्तै हेर्ने लालायत थिए, आतुर मन बालाई चित्तै हेर्न लालायत थिए। बाटोमाथि आकाशमै आउनुभयो र भन्नुभयो अब तिमी सम्हाल, अब तिमी सम्हाल। त्यो लामो यात्रा थियो जहाँ बाको साथ थियो, त्यो लामो यात्रा थियो जहाँ बाको साथ थियो। नचाँदै 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 छोड्नु हाम्रो बाध्य थियो। जन्मभूमिमा पाइला टेक्दै आकाशतर्फ फर्केर हेरेथे, जन्मभूमिमा पाइला टेक्दै आकाशतर्फ फर्केर हेरेथे। बा 2 हात खिचाइ रुँदै थिए र भन्नुभयो अब तिमी नरुनु, अब तिमी नरुनु। घर आइपुग्दा रुवाबासी चल्दै थियो। मेरो शरीरको कम्पनलाई ठान्दै अघि सर्दै थिए, मेरो शरीरको कम्पनलाई ठान्दै अघि सर्दै थिए। बाट साथीसँगै टेबलमा अबिरका साथ चिर निन्द्रामा हुनुहुन्थ्यो। दुवैको गाला स्पर्श गरी यसो हेरे। उहाँहरू त एक आपसमा कुरा गरिरहेको जस्तै देखे। दुवैको गाला स्पर्श गरी यसो हेरे। उहाँहरू त एक आपसमा कुरा गरिरहेको जस्तै देखे। भाव विभोलले लिप्त सारालाई देखे। म भित्रको जिउँदो आशा सल्बलाउँदै भन्दै थिए। भाव विभोलले लिप्त सारालाई देखे। म भित्र जिउँदो आशा सल्बलाउँदै भन्दै थिए। उहाँहरू उठ्नुहुन्छ र फेरि केही गर्नुहुन्छ।
मूर्त रूपमा सजिएका दुवैजनालाई एकैछिन हेर्नुस् त यता। मूर्त रूपमा सजिएका दुवैजनालाई एकैछिन हेर्नुस् न अहिले। कति शालीन छन्, कति कोमल छन्, कति शान्त छन्। के हामीलाई लाग्दैन र? के हामीलाई लाग्दैन र? उहाँहरूले सबैलाई हेर्दैछन्, केही बोल्दैछन् र केही भन्दैछन्। अझै नियाले हेर्नुस्, अझै नजिकै हेर्नुस्। बा बोल्नुहुन्छ, बा बोल्नुहुन्छ, बा बोल्नुहुन्छ। धन्यवाद। मधुपी नेताद्वय किसान हक अधिकार लिसेंस सामाजिक विकृति विभेद विसंगतिया विरुद्ध लाना वयाचुना दिपिख वेकपी निमेशीको मृत्यु 2064 साल असोज 11 गते यलया दक्षिणी भेगे चोंगु गिम्दी गाविसया सिंचाई सम्बन्धी जाजोले बोटी कया थसिलिया वेगु छोले फटे दादा गाडी दुर्घटना लाना मडुगु ख।